हेलो नमस्ते म चाहिँ भर्खरै नुहाएको कपाल चिसै डल्लो पारिरहेको छु जुम उता किचनमा आँसु चाहिँ साथीसँग गाना गाउँदै बात मार्दैछ यहाँ चाहिँ देउसे खेल्नेहरूले चाहिँ पर्ची छोडिदिइरहेको छ म त नुहाउँदै थिएँ म चाहिँ ढाकी बोकेर गएको फुल टिप्नुको लागि फुल चाहिँ पल्लोपट्टि ह्याप्पी मम दिदीलाई अरे टिपिदिनु अरे हो चाहियो अरे कि अब हाम्रो त हुँदैन अब टिपिदिनु पर्यो आँसु चाहिँ जोड जोडले कराइकन त्यो साथीसँग बात मार्दैछ म देखा अवन्तिका रहेछ नि त आम्मामा बाहिर दाम भर्खर फुल रहेछ योपालि त राम्रो पनि भएन फुल टिप्नु पनि माया लाग्छ कस्तो माया लाग्छ फुल टिप्नु यत्तिकै राखिराख्नु जस्तो मन लाग्छ फुल त यो रातो फुल पनि यति बिघ्न फुल्यो कहिलेदेखिको फुलेको दसैँ अगाडिदेखिकै फुल चाहिँ टिपेँ मैले अब दिन्छु दिदीलाई कस्तो माया लाग्यो टिप्नु फुल मैले चाहिँ फुलदेखि आएँ दिदीलाई साथमा 3टा डल्ले खोर्सानी टिपेर आएँ अब भातसँग खानुलाई आँसु चाहिँ भात खाँदै रहेछ पर खाँदैछ यहाँ भगवान् के भन्नु रातभरि दिनभरि अहिले माथि घरमा खेल्दै रहेछ पर खेल्दै रहेछ हो घाम लागिरहेको यस्तो मजाले हुन्छ आजलाई यति नै बाई बाई।